केटाहरू सबै पुग्यो दलाल घाट आइपुग्यो हामी सबैजनाको दलाल घाट आइपुग्यो दुईजनाहरू पर्खेको सँगै फुटबल च्याङबाङ हिमाल साजन ठिन्डा दुईजना आएको छ हामीले चाहिँ खाजा खाइसक्यो है केटा हो ऊ एउटा हिरो यहाँ यो सबैजना अब दलाल घाटबाट चाहिँ रफ्ता सबैजना मुडेमा अब नेक्स्ट स्टप त्यही हो सो हामी चाहिँ मुडे आइपुग्यो मुडेदेखि माथि आइपुग्यो खरीढुङ्गा भन्ने खरिएको ढुङ्गा ठाउँ रे जिल्लाको खरीढुङ्गा पनि पर्छ खासमा विशेष गरेर यसको विशेषता भन्ने चाहिँ आफ्नै हिसाबको आफ्नै व्याख्याहरू छन् होइन यसमा जे होस् यसमा प्रकृतिले भरेको सुन्दरताहरू चाहिँ एकदम रमाइलो दृश्यहरू देखिरहेको छ यो पर के छ त यो एरिया खतरा यो खास पहिला अब मिनिस्ट्रीको के हो त यो त खास पहिला नेपालको अब मिनिस्ट्रीमा चाहिँ तब मनाङ मुस्ताङ भन्ने चाहिँ पहिला यहाँ थियो या भ्यू पोइन्ट्स भ्यू चाहिँ दामी रहेछ यहाँबाट अब एकछिन अब चाहिँ एकछिन रेस्ट गरिन्छ अनि त्यसपछि गरिन्छ पुग्नलाई हामी चाहिँ अब एकछिनपछि पुग्छौँ अहिले हामी चाहिँ कालिम्चोक जाने बाटोतिर छौँ कालिम्चोक चाहिँ ऊ पर माथि जान्छ यो पाल्पापट्टि चाहिँ कालिम्चोक हो केटाहरू भर्खर आउँदैछ धेरै हल्ला गर्ने कपड़ा है यार के धारण कर दिए हजुर राम्रो लाग्छ यहाँ दुख्छौँ है के भयो गएको
रहेछ 18 एयरफोन हालाय एयरफोन झरे पानीभित्र छिरेर बसिरहेछ के भएछ के नहुन्छ चलिरहेछ के भयो पानी कत्रो कत्रो है मजा आउने मजा आउने भिज्दो रहेछ अब अझै छ बाटो आधी बाटो वहाँ माथि झर्ना छ अब अझ अलिक हिँड्नुपर्ने छ ब्रेक सु त सकेको होइन क्या आधी बाटो अब पुग्न आँट्यो हामी चाहिँ अब 30 किलोमिटर छ बाँकी अनि केटाहरू रेस्ट गरिरहेछ यो तातेर अनि त्यही कारणले रेस्ट गरेको यो चाहिँ मुमा आर्मी के अरे पुलिस पुलिस मलाई चाहिँ आर्मी जस्तो देखेर केटाहरू रुमबाट एकछिन बाहिर निस्केको हामी चाहिँ आधी बाटो पुगिसक्यो अब 30 किलोमिटर बाँकी छ केटाहरू रेस्ट ब्रेक तातेर ब्रेक फेल हुने भएर त्यही कारणले रेस्ट गरेको एकछिन 5 मिनट जङ्गलको बिचमा यो चाहिँ झोर्ले झर्ना भन्ने रहेछ केटाहरू यहाँ हल्का फोटोसोटो लिने रे हल्का रुख रहेछ झोर्ले झर्ना हल्का अफ रोड रहेछ पानीले हिलो भएको झोले झर्ना टनल बन्दैछ यता चारै ठाउँतिर झर्नै झर्ना छ गाइस अब कति टाइम लाग्छ थाहा छैन खोला चाहिँ ठुलै छ यहाँ बब्बाल ठुलो खोला रहेछ यता अनि यो झर्ना ओके सो गाइस हामी चाहिँ अहिले आधी बाटो पुगेको छु है केटाहरू अलि ब्रेक लिइरहेछ अनि केटाहरू फोटो लिइरहेछ अनि दिस इज अ झर्ना ठुलो झर्ना छ मजाले फोटो लिइरहेको छ है सबैजना आरामले Oh my god! छेउमा नलाग्ने हो है केटा केटाहरू आउँदैछ बाइकमा है गाइस टु मच डेन्जर 1 मिस गेम फिनिस वाला बाटो रहेछ 1 मिस गेम फिनिस वाला बाटो टु मच डेन्जर छ यो बाटो अब यस्तो डाँडो छेउ हुँदै जानुपर्ने रहेछ सो अघि न हामीले फोटो खिचेको झर्ना चाहिँ त्यही हो केटाहरू नै आयो राइट सेफ है गाइस राइट सेफ अब अझै छ 8 किलोमिटर हो सबैजनाले भिडियो गर्दैछ है तर माथि चाहिँ गाउँ रहेछ है गाइस त्यहाँ चाहिँ गाउँ रहेछ गाउँको ठ्याक्क तलपट्टि चाहिँ झर्ना सक्नुहुन्छ झर्ना बाटो चाहिँ यस्तै हो ढुङ्गाको च्यापमा है यो बाटो चाहिँ गाडी पनि हिँड्ने रहेछ यो बाटोमा चाहिँ गाडी पनि हिँड्ने रहेछ अनि देख्न सक्नुहुन्छ अगाडि घुम्ती है अब अझै 8 किलोमिटर बाँकी छ अझै राइड गर्दै जाने हो
यो टनेल टनेलभित्र छिर्यो अलिकति पो रहेछ गाइस पार्किङ गरेर राखेको बासमा त मिठो आयो त जाँदैन लक्की गर्छ गाह्रो छ सो गाइस यहाँ चाहिँ अलिकति पहिरो गएर गाडी जमेको रहेछ देख्न सक्नुहुन्छ यहाँ अलिक कति अब एक दिन दुई दिन भयो होला केटा भर्खर लड्यो है अनि यता साइडबाट ढुङ्गा आउने रहेछ अनि बी केयरफुल भनिरहेको छ है हाम्रो गुरुले अनि बाटो छ यस्तै हो लामबगर जाने सो भ्यूहरू हेर्न सक्नुहुन्छ झर्ना सो अब लामबगर पुग्न लाग्यो अब लामबगर पुगे पछाडि चाहिँ हामी चाहिँ हेर्छौँ है सबै ट्याकिङहरू आइरहेको छ मात्र उयो छ जस्तो लाग्ने चलाउने गइरहेको छ हामी त लामा बगानमा वेलकम टु लामा बगर तर लेखेर हिँड्छ यार झनै जमानाको होला हामी चाहिँ उताबाट आएको उताबाट त्यसैबाट आउँदैछ गाउँमा केही छैन रेडी गएको सो गाइस हामी चाहिँ लामबगर तलको लामबगर आइपुग्यो यहाँ चाहिँ एउटा पुल रहेछ है अनि अघि न झर्न गएको यही खोलाको रहेछ खोला चाहिँ ठुलो डेन्जर रहेछ गाइस यहाँ एउटा गाउँ रहेछ हामी आज यहीँ बस्छौँ हामी यहाँ भोलि निस्किन्छौँ सो भ्यू हेर्न सक्नुहुन्छ चङ्बा कस्तो भयो एकदम दामी यार एडभेन्चर दामी केटाहरू चाहिँ त्यहाँ सोधपुछ गर्दैछ है के कस्तो हो भन्दै हेर्छौँ यहीँ बस्छौँ जानु के हुन्छ अब यसलाई सल्लाह गरेर के हुन्छ केटाहरू भिडियो बनाउँदैछ लगभग गुत्ता यता कुनाबाट आएको बिहान निस्किएको थियो जस्ट हामी 1 घन्टा जस्तो ब्रेक लिन्छ अलिक ढिलो भयो त्यही कारणले माथि पनि सक्नुहुन्छ है उतापट्टि झर्ना पनि छ हामी चाहिँ डिल क्यामेरा गरेको
अनि अब हामी यतापट्टि यतै बस्ने हो है झर्नाको छेउतिर एउटा के अरे त्यस्तो छ भन्ने हामीले सूचना पाएका छौँ। अब त्यसका साथै अब त्यहाँ अब बस्ने एउटा ठाउँ राम्रो छ भन्ने आशा छ। अब कहिले आएको छैन, नयाँ ठाउँ नयाँ अनुभव। अनि यहाँदेखि माथि चाहिँ सिसु समथिङ के भन्दै थियो, त्यो ठाउँ पुग्नु 2 घन्टा लाग्छ अरे। अब त्यो मान्छे छ कि छैन भन्ने कुरा पनि अब छ, पक्का छैन भने। त्यही कारणले गर्दा अब आज यतै बस्नुपर्ने भयो। अनि बाटो चाहिँ वाल खतम छ भन्ने कुरा छ, किनभने पहिलो वर्षदेखि स्टार्ट भएको बाटो अब आफै एक्सपेक्ट गरौँ होला कस्तो चाहिँ हुन्छ। अब यो वर्ष भएको बाटो त यतिको थियो भने यो पहिलो वर्ष 1 वर्ष भएको बाटोको के आश गर्नु। तर जे होस् फ्रेस होप कि राम्रै हुन्छ, राम्रै होस् भन्ने आशा छ। ओके, धन्यवाद। 26 किलोमिटर अफ रोड हो टोटल राज्यसम्म। त्यही हो देख्न सक्नुहुन्छ उहाँ झर्ना के भन्छ मुस्ताङको सेम मुस्ताङ ओइ झर्ना देख्न सक्नुहुन्छ। हामी चाहिँ यहाँ ठ्याक्क एउटा रुम पायो केटाहरू यहाँ बस्ने रे है जस झर्नाको छेउमा। अनि यहाँनिर चाहिँ छ केटाहरू रुम यस्तो छ है। अब यस्तै हो डाँडातिर रुम, यहाँ चाहिँ गुम्बा रहेछ। अनि यता खोला छ अनि झर्नाको छेउमा यहाँ चाहिँ गुम्बा रहेछ। सबैजना आज यहीँ बस्छ, अब भोलि बिहान निस्किने हो। त्यही कारणले गाइस हाम्रो चाहिँ टिबेटन चिया खाइरहेको छ है। भेजा भन्छ है, भेचिया। सबैजनाले है कुरा गरिरहेको छ, सबैजना हाम्रो चाहिँ खाना अर्डर गरेर छ। अब भेजा खाइरहेछ सबैजनाले। सो गाइस फाइनली हामीले खाना सबैजना खाना खाइसक्यो। केटाहरू यहाँ रमाइलो गर्दैछ, यही हो रमाइलो। अब सबैजना सकिन्छ। अब भोलि नेक्स्ट डेको लागि सी यु टुमारो नेक्स्ट डे। सो गाइस फाइनली हामीले खाना सबैजना खाना खाइसक्यो। केटाहरू यहाँ रमाइलो गर्दैछ, यही हो रमाइलो। अब सबैजना सकिन्छ। अब भोलि नेक्स्ट डेको लागि सी यु टुमारो नेक्स्ट डे।